बोडीको तरकारी र भात खानु न आमा भन्नुभयो रहेछ है। बोडी चाहिँ मैले रोपेँ होइन अहिले, यतिखेर त्यति हुन खोज्दैन बोडी है यहाँ माधवपुरतिर यतिखेर चाहिँ। अब ठ्याक्क असार ठ्याक्क चाहिँ भनौँ न यो घाँस काटेर जोतेर रोप्न पर्छ। असार कार्तिक मुसिरसम्म त्यहाँबाट चाहिँ टिपेर साध्य लाग्दैन। आइटी बोडी भन्ने होइन, त्यस्तो राम्रो फल्छ, मिठो उत्तिकै झोल हालेर खानालाई कति मिठो हुन्छ त्यो, जति रस हाले नि मिठो हुन्छ होइन। फर्सी मुन्टै छ जताततै पसाएर के हाने, यही फर्सी मुन्टा नै खान लाएँ। हजुरहरूले खाना खानुभयो? अनि करेला नि छ, करेला तरकारी आलु नमिसाएको करेला है। हजुरहरूले खाना खानुभयो? सबैले बिहानको खाना, म चाहिँ बल्ल खाना लिँदैछु। नानीले खानुभयो? खान्छु ल। मलाई त भातभन्दा अगाडि फर्सी मुन्टा खानु मन लाग्छ क्या, फर्सी मुन्टा है, खान्छु ल। तपाईँ खानुहुन्छ फर्सी मुन्टा? करेला करेला झन् करेला मात्रै, केही मिसा छैन यसमा। मै